गर्छ यसलाई पुस गर्ने है यो तरिकाले सबै भने माथि गरिदिने फेरि पुस गरेर निकाल्दिने अब यतिमा गरिसकेपछि पछाडि पनि यहाँनिर लक हुन्छ यहाँ है बडी सजिलैसँग निकाल्न सक्छौँ है अनि साइडमा राख्नु पर्ने ल फाइनली हामी चाहिँ यति चाहिँ हामी कुरा हेऱ्यौँ इन्डोरलाई लाउँदाखेरि इन्डोर इन्स्टलेसन गर्दाखेरि हामीले चाहिँ के खोल्नुपर्ने हुन्छ अब प्लेट मार्किङ कसरी गरिन्छ भन्ने बारेमा हामीले चाहिँ त्यस भिडियो मार्फतले थाहा पाउनुभयो है ल साथीहरू है अब इन्डोरलाई हामीले इन्स्टलेसन गर्ने क्रममा चाहिँ हामी झुन्डाइसकेका छौँ है हामी जुन मार्किङ गरेको थियौँ नि यहाँ हेर्नु है यहाँ मार्किङ गरेका थिएँ 1/2 1/4 को पाइप हामी जुन मार्किङ गरेका थियौँ त्यही अनुसार यहाँनिर भएको कोपर पाइपलाई कटिङ गरेको थियौँ ताकि हामीले यहाँको युनियन बराबरसँग बसोस् भनेर है त्यही अनुसार हामीले कटिङ गरेका छौँ र यहाँको कटआउट अनुसार यहाँनिर निकालेको छ र यहाँ पनि ड्रेन पाइपको लागि यहाँ मुनि दिएको छ है पाइप त्यसमा हामीले ड्रेन पाइप हामीले त्यसमा लाउनु पर्ने हुन्छ है अब यति चाहिँ हाम्रो फाइनल भएको छ अनि त्यस क्रममा चाहिँ हामीले जुन पावर सप्लाई आउँछ त्यसलाई चाहिँ हामीले यही तरिकाले हामीले कटिङ गरेका छौँ सानो ठुलो गरेर र यसमा चाहिँ स्पार्किङ नहोस् भनेर कनेक्सन राम्रो होस् भनेर चाहिँ हामीले फेरियल लगाएको छौँ है अब फेरियल लगाइसकेपछि हामीले पावर जुन आउँछ जुन वायरबाट चाहिँ हामीले चाहिँ सप्लाईको लागि चाहिँ हामीले इन्डोर युनिटको इनपुटमा जोड्नु पर्ने हुन्छ है अब हामीले चाहिँ यसलाई जोड्छौँ ल हामीले चाहिँ यो वायर जुन जोड्ने क्रममा चाहिँ हामीले चाहिँ हेर्नुपर्छ एउटा अर्थिङको एउटा न्युट्रलको एउटा फेजको छ है अब हामीले चाहिँ अर्थको यही कलरको दिएको छ सेममा राखिदिने है र फाइनली हामीले चाहिँ जोइन गरिसकेका छौँ हामीले अब यहाँ हेर्नु है यहाँनिर हाम्रो सप्लाई जुन आउनु पर्ने हुन्छ जुन पावर पोइन्टबाट आएको छ डिपी स्विचबाट आएको छ हामीले चाहिँ ब्लू कलरको चाहिँ हाम्रो फेज हो ब्ल्याकको न्युट्रल अनि चाहिँ यो चाहिँ हाम्रो अर्थको भइ नै हाल्यो है यतातिर हाम्रो जुन इन्डोरबाट आएको छ एउटा ब्राउन कलरको छ ब्लूको छ अनि अर्थिङको कलरको दिएको छ है अनि हामीले चाहिँ के बुझ्नु पर्यो भनेदेखि जुन हाम्रो ब्राउन र ब्लू दिएको छ भनेदेखि ब्राउन हाम्रो फेज हो अनि